हेलो एभ्रिवान्स, यहाँहरूलाई वेलकम ब्याक टु माई स्मल भिडियो एन्ड तपाईँहरूलाई म स्वागत गर्न चाहन्छु यति बेला। यो समयमा चाहिँ मैले एउटा जानकारी गराउन चाहेँ तपाईँहरूलाई अनि एउटा सन्देश दिन लागिरहेको छु। त्यो सन्देश चाहिँ के होला भनेर चाहिँ तपाईँहरू चाहिँ एकदम सुन्नलाई एकदमै आतुर भइरहनु भएको छ भने कृपया एकछिन रोकिनुहोस् है, धेरै गर्नुहोस्। आज देशमा अनि हत्या, हिंसा, बलात्कार जस्तो जुन घटनाहरू घटिरहेको छ नि, त्यो चाहिँ अलिकति हाम्रो महिला दिदीबहिनीहरूले नै गति छाडा गरेर हो कि भन्ने चाहिँ मेरो मनस्स आयो है। सबै 100मा 100 चाहिँ म भन्दिनँ होइन, 90% चाहिँ 95% चाहिँ हाम्रो जुन महिला दिदीबहिनीहरूकै गल्ती म देख्दछु। किनभनेदेखि अलिकति छोरा मान्छेलाई नर्कमा लाने भनेकै छोरी मान्छे हो नि त। छोरी मान्छेले तपाईँ अब एउटा आफ्नो कल्चर अनुसार, आफ्नो वेशभूषा अनुसार शरीर धप्पा छोप्ने यसो कपडाहरू, ड्रेस पहिरनहरू लाएर हिँड्यो भने अब त्यति साह्रो छोरा मान्छेको त्यो ध्यानै त्यहाँ हुँदैन। अब छोरा मान्छेलाई आकर्षण गर्ने अब छोरी मान्छेले तपाईँको भन्नु होला भनेदेखि तपाईँको त्यो भएको नभएको झिक्रा देखाइदिन्छ होइन। छोप्नुपर्ने ठाउँ पुरा छोपिरहेको हुँदैन। अनि त्यो भएपछि अनि छोरा मान्छेहरूको मनै ध्यान कहाँ जान्छ, त्यहीँ जान्छ। त्यो भएको कारणले गर्दाखेरि छोरा मान्छे भनेको एउटा जुन बुवासो हो क्या, बुवासोले चाहिँ बाघले चाहिँ कहाँबाट सिकाएर आउला र खान पाउला भनेर गरिरहेको हुन्छ होइन, ढुकिरहेको हुन्छ। अब सबै त भन्दिनँ, कोही न कोही एक दुईवटा त्यस्तो हुन्छ। अनि त्यो अवस्थामा अलिकति जोगिनलाई छोरी मान्छेहरूलाई गाह्रो हुन्छ। त्यो भएर अलिकति आफूलाई सुहाउँदो पहिरन अनि शरीरलाई छोप्ने कपडाहरू लगाउनु भयो भने अलिकति बलात्कारदेखि लिएर हत्या जस्तो कुराहरू चाहिँ जघन्य अपराधहरू चाहिँ घट्थ्यो कि भन्ने मैले सन्देश चाहिँ तपाईँहरूमा समक्ष राखेको छु। तपाईँहरूलाई के लाग्छ होइन, सल्लाह सुझाव दिनु होला, कमेन्टमा दिनु होला। राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ है। अब सबैलाई राम्रै लाग्नुपर्छ भन्ने चाहिँ म भन्दिनँ, र पनि अब तपाईँहरूलाई लागेको कुरा सेयर गर्नुहोस्, जानकारी गराउनुहोस्। धन्यवाद।